Hello, namaste, good morning, Fabula, Tasidile, Jozulopa र सबैजनालाई मर्निङमा स्वागत छ र आज चाहिँ म ब्लग स्टार्ट गरिरहेको छु साथी हो र मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुस् होला। तपाईहरुलाई बाहिरको हल्का नजारा देखाउँदैछु। पानी रहेर अहिले एकदम रमाइलो भइरहेको छ। गुड मर्निङ भन्दैछु साथी हो तपाईहरुलाई र ओछ्यान पनि पठाइसकेको छु। र हेर्नुहोस् त साङु एकैछिनमा बाथरुममा गइहाल्यो र अब चाहिँ म लुगा पखालौँ भनेर बाथरुम जाउँ भनेको साङु गइहाल्यो र म अब फटाफट लुगा पखालिहाल्छु साथी हो, किनकि साङुले एकदम चकचक गर्छ। यहाँ के तान्छ कोलगेट तान्छ कोलगेट भयो भोलि पर्सि मोल्नु ल, अहिले बेला भएको छैन। खालि बाथरुमभित्र पस्छ साङ्दीमा यहाँ हेर त न र साथी हो म चाहिँ किचन जाँदैछु। साङ्दीमाको भाँडा पखालेर पानी दिन्छु उसलाई, नयाँ पानी। र म चाहिँ यसरी बिहान साङ्दीमाको सबै पानी पिउने भाँडाहरू चाहिँ गरम पानीमा उमालिदिन्छु। साङ्गु चाहिँ यहाँ बसिरहेको छ, हेर्नुहोस् है यहाँ के गर्दैछ। र यसलाई चाहिँ हल्का उमालेर अब चाहिँ मैले मजाले पखाल्छु, किनकि प्लास्टिकको भाँडाहरू युज नगर्नु भन्छ, तर पनि अब युज गरिरहेको छु मैले। र यसलाई चाहिँ म बिहान बिहान यसरी उमाल्छु साथी हो, र चाहिँ पानी हालेर दिन्छु, न्यु पानी हालेर। साथी हो साङुले चाहिँ बिस्कुट खाँदैछ। र साथी हो अब चाहिँ हामी माथि जाँदैछौँ पूजा गर्नुको लागि, म र साङु चाहिँ। र फाइनली आइसकेको छु र साङु चाहिँ यहाँ अब यसरी खेल्छ अनि म चाहिँ पूजा गर्छु साथी हो। माथि पनि हल्का बाहिरको नजारा देखाउँछु ल। यो चाहिँ हाम्रो घरको अगाडिपट्टि हो र अघि देखाएको चाहिँ घर पछाडिपट्टिको हो साथी हो। र यहाँ साङ्दीमा चाहिँ मेमेलाई पढ्दाखेरि डिस्टर्ब गर्न थाले, मेमेसँगै पढ्छु भन्दैछ हो। यहाँ हेर्नुहोस् है साथी हो, यहाँ हेर्नुहोस् है अब साङ्दीमाले मोबाइल देखेर कसरी कुद्दै आउँछ। यहाँ हेर्नुहोस् है, म त एक धुनमा थिएँ कि भरे भिडियो हेरेर चाहिँ थाहा भयो कि। यहाँ हेर्नुहोस् है अब सिधै आएर मोबाइल लडाइदिन्छ साङ्गुले। A few moments later. फाइनली मेरो साङ्गु चाहिँ सुतिसकेको छ, तर अहिले ओछ्यानमा लगेपछि उठिहाल्छ र त साथी। यहाँ चाहिँ सुतेको जस्तो भएको छ, हेरौँ कति बेला उठिहाल्छ। र साथी हो म चाहिँ तल जाँदैछु, बिस्तारै लाँदैछु साङ्दीमालाई, हेरौँ कतिको सुत्छ, उठिहाल्ने हो कि के गर्ने हो हेरौँ है ल। साङ्दीमा चढ्ने सिँढी चाहिँ है, र साङ्दीमा हिँडिरहने है सिँढी है साथी हो, 16वटा छ, कम्ती छिटो हिँड्दैन साङ्दीमा। र यहाँ चाहिँ आमा बहिनीहरू चिया पिउँदैछ। यो चाहिँ हाम्रो टाँसी लक्की, यिनीहरूले पनि ब्रेकफास्ट खाँदैछ र म चाहिँ साङ्गुलाई सुताइहाल्छु। बिस्तारै सुताउँछु, उठ्ने हो कि के गर्ने हेरौँ है साथी हो। फाइनली सुतेछ, अब म चाहिँ चिया पिउन जान्छु साथी हो।
यहाँ हेर्नुहोस् त साथी हो अहिले सुतेको थियो होइन यहाँ हेर्नुहोस् त है यसरी उठिहाल्छ हो यस्तो छ अन्त छक्कै पार्छ सिरियस भएर सुत्छ कि अनि उठिहाल्छ उठिहाल्यो हावामा सुत्छ अब म चाहिँ चिया पिउनु जान्छु तपाईँहरूलाई एकछिन भेट्छु साथी हो लाइकहरू गर्दैन माथि गएर बिर्सिन्छ हामीलाई पर गएर बिर्सिने बिर्सिन्छु भन नबिर्सिनु ल के भन्नु केको भिडियोमा त यस्तै साथी हो हाम्रो सोनुले काम गर्दैछ आमालाई काम सघाउँदैछ दुईजनाले चाहिँ सघाउँदैन हो यो चाहिँ माइला हो यसले चाहिँ सघाउँछ अलिक बुझाकी छ त्यति त गर्नु पर्ने नि स्याहारे कन्चार मेरो नानीलाई भन्दा ज्यादा माया गर्छ सुताएको होइन साथी हो बल्ल 11:15 चाहिँ भर्खर सुत्दैछ बिहानदेखिको भर्खर सुत्दैछ 3 hours later. र साथी हो आफ्टर 3 आवर्सको बादमा चाहिँ हाम्रो लन्च टाइम पनि भइसकेको छ 11 बजी खान्छौँ हामी अहिले चाहिँ हाम्रो व्रत सखा दवाले गर्दा चाहिँ हामी 11 बजी ठिक्क खानु बस्छौँ र हामी सबैजना लन्च लिँदैछौँ साथी हो आयो इधरो जम चला रहेछ कान्जी बारी खाने जस्तो पापर खाँदैछ साङ्गीमाले देखिरहेछ त्यो हेर्ने पापर खाँदैछ भेन्डी र भात आटाको डबल त भरि त्यसको तल Later. र हामी चाहिँ साथी हो यहाँ रेस्ट गर्नुको लागि आइरहेको छौँ यहाँ आसु र छोरीले चाहिँ पुरा मोबाइल हेर्दैछ साङ्गोले चाहिँ भिडियो हेर्दैछ हामी चाहिँ रेस्ट गर्दैछौँ साथी हो साङ्गो यहाँ टिटी टिटी केमा यहाँ चाहिँ फनी भिडियो हेर्दै हाँस्दैछ साङ्गी हेर्नुहोस् त है यतिको साङ्गीले हेरेको ल ल ल अब चाहिँ साङ्दीमा चाहिँ मेमेसँग गयो खेल्नु बाई बाई साङ्दीमा चाहिँ गएको थियो फेरि मेमेसँग फेरि आएर यहाँ हामीलाई डिस्टर्ब गर्दैछ आँसुलाई सुत्नु दिएको छैन है साथी हो यहाँ हेर्नुहोस् है के गर्दैछ आँसुलाई मलाई पनि साथी हो अब चाहिँ साङ्दीमा कुन स्टाइलमा सुतेको छ तपाईँहरूलाई देखाउँछु यहाँ हेर्नुहोस् है बल्ल बिहान दिन सुतेको होइन पूजा गर्दादेखि एकछिनमा उठिहाल्यो चलाइदियो र साथी हो फाइनल्ली बहिनी पनि गइसकेको छ र म पनि एकछिन सुत्छु अनि एकछिन पछि भेटौँला साथी हो साङ्दीमा चाहिँ अहिलेसम्म सुतिरहेको छ साथी हो र मलाई चाहिँ आप्पाले जुस ल्याइदिनु भएछ अब चाहिँ म चाहिँ जुस खान्छु चाहिँ साङ्दीमालाई ल्याइदिएको अरे आप्पाले खान्छ र आप्पा चाहिँ सामान ल्याउनु जानु हुँदैछ माथिबाट जोजोले मिटिङबाट चाहिँ जोजोले सामान ल्याइदिनु भएको छ अरे र आप्पा चाहिँ जानु हुँदैछ चाहिँ आमाको रुममा नै यहाँ फुलेको कपाल उखाल्दै हुनुहुँदो रहेछ र म चाहिँ आप्पालाई 2 बार थुनिदिन्छु आप्पा चाहिँ जानुहुन्छ र यहाँ हेर्नुहोस् है हाम्रो आप्पा चाहिँ एकदम ह्यान्डसम भइरहेको छ यहाँ फोटो खिच्दै भन्नुहुँदैछ यही फोटो खिचिदिँदैछु र म चाहिँ माथि आइसकेको छु अब चाहिँ जुस खान्छु आमालाई पनि दिन्छु र आमासँग बसेर खाऊँ भने फेरि साङ्दीमा उठिहाल्छ त्यो कारणले म चाहिँ यहाँ रुममा बसेर खान्छु साथी हो उठ्यो
सँग उठिसकेको छ र चिया र बिस्कुट दुध र बिस्कुट खान्छ हिँड्छु भन्ने उठे कि त पुरै अब एकदम हुन्छ यहाँ खेल्नुहोस् न पाउडरको आप्पा चाहिँ फाइनली आइसक्नु भएको छ र आप्पाले चाहिँ पाकेको आलु चाहिँ ल्याउनु भएको रहेछ र नयाँ फल यहाँ टेस्ट गरोस् भनेर साङ्दिमालाई दिँदैछु किनकि यो गुलियो रहेछ मन पराउँछ कि मन पराउँछ अड्काउँछ भनेर चाहिँ फेरि मैले चाहिँ तासेर जुसरमा हाल्दै साथी हो किनकि अड्काउँछ उसले हो ठुल्ठुलो खान्छ साथी हो म चाहिँ किचनमा काम गर्नु आएँ र साङ्दिमाको लागि दाल पकाइदिएको र आप्पाले चाहिँ अघि टिम्बु ल्याउनु भएको रहेछ यसको अचार बनाइदिनु भन्दैछ अचार बनाइदिन्छु चाहिँ फेरि आमाले काम गर्नु थाल्छ माटो बोक्नु थाल्छ यहाँ जस्तै सोनाममा बोकाएछ फेरि बिहान चाहिँ सब्जीको छिल्का मल बनाउने बोकाएको थियो अहिले चाहिँ माटो चाहिँ गरौँ हुँदो रहेछ साथी हो कालोमै साह्रो परे झार्दैछ तर पनि बिचराले बोक्छ यो त एकदम गुड छ नि हाम्रो सोनु त बिहान मर्निङमा पनि काम गरे इभिनिङमा पनि माथि पुऱ्यायो छतमा पुऱ्याएछ अरे है बिचरा गलेछ किनभने यो माटो त निकै गरौँ रहेछ नि त यो दुईटाले चाहिँ काम गर्दैन साथी यो कोको झन् पुरा उयो छ म त काम सघाउँछ हौ आमालाई यो केटाहरू त छैन डुलुवाहरू छाडाहरू हेर सोनामले काम गरेको समयमा तिमीहरू चाहिँ छाडा तँ झन् जेठा भएर क्या हो आइस आइस यसले मात्रै बुझ्छ हौ आमाको दुःख साह्रो हेर यति यति भए पनि माटो लिएछ कम्ती गरौँ छ है मैनी खै ल आइज आमा भएकोमा जा जा र माटो ओसारिदिएको हगिन्छ माटो हो मैनी साथी म चाहिँ अचार बनाउनु थालेँ अब चाहिँ साङ्दिमालाई डिनर पनि दिइहाल्छु डिनर पनि भयो साङ्दिमाको रेडी साङ्गो अहिले चाहिँ उसलाई चाहिँ पुसी दिएर मालिस गरिदिएको के गर्दैछ साङ्दिमा फेरि उठ्यो साथी हो सुत्दैन हेर्नुहोस् त अघि कस्तो सुतेको थियो नि फेरि उठ्यो कति बजिसक्यो हुन्छ मेरो छोरी त कस्तो गुड गर्ल छ गुड गरेको खाऊ खाऊ न त तिमी खाऊ बाबा खाऊ 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 आमा ल बदमास बेबी बेबी लड्छ साथी हो मेरो सानो चाहिँ छोरी चाहिँ सुतिसकेको छ गुड नाइट छोरी र अहिले चाहिँ तपाईँको 10:57 भइसकेको छ र मेरो सानो चाहिँ 10 बजेतिर सम्म सुतिसकेको र म चाहिँ अब दुध पिउँदैछु र म पनि अब चाहिँ सुत्छु साथी हो र सबैजनालाई आजको मेरो ब्लग हेरिदिनुहोस् होला मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला अनि तपाईँहरूको एक सपोर्ट मेरो लागि एकदमै इम्पोर्टेन्ट हुनेछ र सबैजनालाई बाई बाई गुड नाइट भोलि भेटौँला साथी हो स्विट ड्रिम